नमस्ते साथीहरु, तपाईलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ म दोस्रो दिन हो मामा घर। मेरो अनुहार त्यस्तो बिग्रेको छ। कता म चाहिँ यता बारीमा अब कति धेरै बाख्रा हो के देखाउँछु हजुरहरुलाई। हेर बोका यहाँ छ हाम्रो को पाटा छ, पाटापाटी कति धेरै है। उताको खोरमा नि सबै यो त उताबाट लिएर आएको जस्तो हो। हामी चाहिँ अब बारीतिर धनमा दिले पुरा टमाटर टिपेको कागज हैन यो त कहाँबाट झरेको हजुर? भात खानको लागि हैन, अचार खराउनको लागि। खुर्सानी है त बिहान बिहान टिप्दा उसुन्न अब अहिले अचार बनाउन भनेर नि भात खाने अब। ओ दिदी यो के को रुख हो र निउरो जस्तो? लोकल टमाटर गोलभेरा हाम्रो त बजारमा कति 220 रुपैयाँ किलो हो टमाटर के त उसो लानु 220 रुपैयाँ किलो पुगेछ। हाम्रो चाहिँ यहाँ घरमा यो एभोकाडो हैन, एभोकाडोको रुख कहिलेबाट फल्छ अब? अहिले फल्न पर्ने त तर हो नि त। टुप्पो काट्दै हो क्या यस्तो कुहिरो लगाएतातिर त बिहान बिहान चाहिँ जाडे अमिलो पनि हो। चुक बनाउने भने सबै टिपी भ्याएछ दिदीहरूले हैन। साग र झार त बराबर भएर बस्यो त। पर्सि पसेर अनि यताबाट तरकारी लिएर जानुपर्छ के हजुर लिएर आउनु न। मैले कति लिएर आउने र हामी गाडीमै जाने होला के पर्सि त गाडीमा जाने हो। बाबाको केही भर छैन के ओइ त्यो माइला मामाको भाउ त म लाएर हिँड्नु। यहाँ आलु रोपेको लसुन हो, यो जिरा खुर्सानी टिप्ने हो, जिरा खुर्सानी हेर्ने हो। ओ अमिलो त उताको त माइजुरको होला है खुर्सानी कस्तो फल्ले अमिलो हो। उता नि छ हौ तर साग चाहिँ घाँसबाट यहाँ पनि यस्तो फल्यो। दिदी चाहिँ यहाँ सबै अमिलो टिपिसक्छ। खुर्सानी कति धेरै फल्यो। हिजोको झन् उताको त विकासी होला क्या है जिरा खुर्सानी हैन, सेतो होला कति धेरै। यसले पनि दुखाउँछ होला नि। यति धेरै टिप्यौँ है गाइजहरू। अब अचार बनाएर खाने भयो अब त। बिहान बिहान टिप्नु हुन्छ त शीतमा लाउनु पोलेर खाँदाले यो छ्या म त खाना रुचाएन, म अगा छु मासु देखेर गएको छ हो। भएपछि बजारतिर जाँदाखेरि कता पाउँछ जस्तो हुन्छ, पाउँदा खान सकिन्न। कति धेरै यहीँ नजिक नजिक घाँस रहेछ त्यस्तरी। कस्तो ब्राउन कलरको के पाक्न लाग्यो बल्ल जाम भयो कति टिप्ने रे भन्दा। सुन्तलाको रुख होइन त्यो त त्यो चाहिँ कति टिप्न नसके छोडेको क्या अलिअलि होइन। भोलिपछि खाना लगाइराखेको होला नि। कतिवटा खायो यो उसमा खोरमा यताखेर बच्चाहरू हो हामाइजू यहाँ बच्चा हो भएको। उताको फेरि के हो त खसी कराएर बस्यो खसी एउटा बच्चा
कतिवटा चारवटा रहेछ यहाँ खसी 4वटा डम्मै कति बेलासम्म घामै लाउँदैन हेलो गाइज तरकारी पाक्न लाग्यो खै अमिलो खै कता खाने चुक बनाउनु वे लोकल कुखुरा खाने होइन र देखाउने मात्रै होस् भिडियो गराउनको लागि साँचेर राखेको खाने चाहिँ मैले हो नि अझै 13 टाउको हो दिदी हो दिदी भनेर पकाउने त्यसै भनेको मैले उता पकाइबेहा त तेरो आँखाले गर्दा खान मिल्दैन खै दिदी कता खाने अमिलो तल ह चुक बनाउने अमिलो हजुरहरूलाई चाहियो भने 1000 रुपैयाँमा सम्पर्क गर्न सक्नुहुन्छ हामीलाई एकदम प्योर हो फेरि अर्गानिक चुक ए सानो सानो मुनिहरू बङ्गुरे कालो सुँगुर एउटा मात्रै हो चोचे गर्न यहाँ पहिला माछा पालेको थियो आजभोलि चाहिँ बाख्रा यहाँ पनि रहेछ त यो लोकल बाख्रा हो क्या लोकल हो कि के हो उताको निकालेको ओ माई गड अमिलो यसलाई कतिमा आउँछ होला है चुक कल थिच्ने त भोलि बस्तिर होला नि अलि भ्याउँदाखेरि म त अस्ति नुस गर्न लाएर चाहिँ के भनेको ओहो हाम्रो यता चाहिँ धारा घरमै यो चाहिँ ठुलो ट्याङ्की दुध दिएछेन गुमा भोकै छ जस्तो भैँसी त कहाँ कति भ्यायो गुमा दुईटा हो चोचे ठुल्ठुलो भएर छ त है उतातिर खाली हो ए यो पालि उस गर्ने होइन के अरे ठुलो कुलपूजा गर्ने हो यस्तो कुहिरो लगाएर त्यसको बच्चा यता भएको ए यो तिनटै हो तब सबभन्दा ठुलो त्यसपछि यो बिचको यो सानो ए त्यो भिमातिर दिएको बिहान बेलुका किन ए दुईटा लुकाइ भएको हो ए अहिले फेरि एकछिनपछि फेरि दुहुने अहिले फेरि कति बजी दुहुने त फेरि ए घामै लागेन कति बेला घाम लाउने अलिअलि आउला जस्तो भयो के दिउँसो त कति लाउँछ फेरि बेलुकीको फेरि कुहिएला नि सिटमा राख्दाखेरि धुवा धुवा सुतेर हेरे गर्छ त्यसले विवास ओ यो भुन्टेल त न त उसाने पोलेर खाएको क्या भनेको त उसाने ल सबै मासु भ्याइ छ यसले खाएको होला नि यो यसले सब ओइ
बाबु खा छ ए आमा बाबु हजुर भन् त्यो खाने हो बाबु यता हेर ओए भुन्टे ओए अस्तिन तेरो पैसा कति उठ्यो 1000 रुपैयाँ भन् त्यो भन्दा नि धेरै भए 800 भन्दा 1000 रुपैयाँ भन्दा धेरै हो होइन यसले त्यही फाल्यो त ऊ बिहान बिहान खाल पेटमा किन खाएको धेरै नखुला हो छेर्ला अझै हेर्न यसले हिर्काउनु पर्छ कसरी सुपमा अस्ति तल पनि पोलेर खाएको त्यस खाएकोस् अनि यहाँ कागतीको रुख छ यहाँ अनारको रुख छ ए सुन्तला खाने होइन अस्ति काँचै खालको सुन्तला अमिलो घामबला अलिअलि लाउनु ल कुखुराहरू आइज ओ हेर्ने त्यसलाई जिउ गर रे ल बाबुले जिउ गर ल आमालाई ला आऊ बाबु यता ल आऊ 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 यता जिउ गर्न आएको कसलाई ल्याएर ल्याएर कसलाई जिउ गर्न गएको जिउ ओ बाबु हेर त आमाले त हेर त बाबुलाई लियो ऊ आमाले बाबुलाई लियो ला 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 जिउ गरेको जिउ ला बाबुलाई त लिएन आमाले छि ठुक छि नचला त्यो मुखबाट मासु खाएको थुक्छु बाबु ला आमाले लिएन बाबुलाई ला यसलाई पिट बाबु यसलाई पिट बाबु यसलाई पिट यहाँ ल यहाँ त्यो रुममा चाहिँ हाम्रो मामा घर चाहिँ यहाँ तल ग्याजामा हो अब चाहिँ म मेरो जन्मस्थान उता पुत्गाउँ जाँदैछु हे यस्तो पसिना भयो यहाँसम्म चाहिँ अङ्कल लिन आउनुहुन्छ लास्टै ठाडै हो बाटो खत्तम हो स्कुटर होइन नि डरै लाग्छ म चाहिँ हिँडेर आएको यहाँसम्म चाहिँ उताबाट अङ्कल लिन आउनुहुन्छ गीता र बाबु चाहिँ अगाडि गयो अब चाहिँ म एकछिन हामी चाहिँ ठ्याक्कै यो चाहिँ सुन्दरा हो यता तलतिरको मार्केट चाहिँ यहीँ हो बजार भने नि स्कुल पनि यतै हो बोर्डिङ स्कुल नि हो यहाँ बिनिस यो चाहिँ होटल हो बिनिस त थकेर आएन उकालो उक्लिँदा मसा भयो यसले थक्थ्यो होला के अरे दाइसँग खुरुखुरु हिँडेर आएछ हेलो भन बिनिस मेरो त पसिना हो त्यहाँ बस्छ त बेबी एकछिन ढाडमा त्यसको त पसिना आएछ हेलो भन्ने कि त यो चाहिँ उता अमेरिकाबाट आएको नेपाली बोलेको बुझ्दैन हजुर कहाँबाट आउनुभएको रे बेबी मन चाहिँ तैँले अङ्कल एउटा सामान झोल लान्थेँ मलाई एकदम अखडो भयो हाम्रो सामान चाहिँ यत्रो छ म यत्रो बाटो हिँडेर तैँले एउटा झोला बोकिदिदी बिनिसलाई बोकेपछि त म केही बोक्दिनँ हो बाटो चाहिँ खत्तम छ अहिले चाहिँ यतिको चाहिँ माटो हालेर 10 रुपियाँ बन्नु नभए चाहिँ खत्तम छ बाटो हे मजा यहाँ सुनधारा भन्ने एउटा धारा म त्यहाँ चाहिँ पानी थाप्न आएको घाम लगाएर हैरान हो बिहानसम्म यस्तो चिसो थियो अहिले यस्तो चौको घाम लाग्यो यसलाई चाहिँ सुन पानी हो कि सुनधारा हो भन्छ
चाहिँ यस्तो यहाँबाट यो डाँडाबाट हामी चाहिँ उतै जानुपर्छ। यहाँ चाहिँ नुहाउने पानी खाने पानी छ है। म पानी थाप्छु। यहाँ चाहिँ पानी यत्तिकै खेर गइराख्दो रहेछ। एकदमै कुवा त्यही बिहानमा सबै तलतिर झर्छ गाडीहरू, बेलुका चाहिँ मासतिर उक्लिन्छ। एउटा चाहिँ दिउँसोमा नै हिँड्छ जस्तो लाग्थ्यो, कति बेला आउँछ थाहा छैन। यो पारिदेखिको भोरकोट हो, यो माथिको कफल डाँडा हो, यो चाहिँ सुनपानी धारा नै हो। अब हामी चाहिँ अङ्कलको प्रतीक्षामा हो, कति बेला आइपुग्नुहुन्छ थाहा छैन। मलाई लाग्यो देउराली त मेरो नराम्रो आएको तर अलिक घाम नुस नभएर अलिकति नजिक खिच्यो त्यहाँ मान्छे हुन होइन जाऊँ ल। प्लास्टिक नै भएर दाइले प्लास्टिक गरेको जुत्ता त्यो अरूहरूको झोला उस फोरो भएन र फोरो भने टक्कै गइहाल्छु। यहाँ गाउँ मिल्छ गाउँ नामै गाउँ गाउँ भन्ने सुजनले चलायो भने तेरो लौ घ्याँचा पुऱ्याउ कस्तो पो चलाउँछ यहाँनिरको यस्तो माला फेर त्यही नै उतातिर हिँडिरहने मान्छेहरू त अलिक डरै लाग्छ कि बाटो राम्रो बनाएको थियो यो घर चाहिँ देउरालीको पुलिस चौकी है गाइजहरू। यो चाहिँ गाडी यता आउँदैछ, मोबाइल त हल्ले हाल्ने हुन्छ। अस्थायी चौकी होइन, मोबाइल पनि। हामी चाहिँ देउराली आइपुग्यौँ। अब त्यसपछि हाम्रो घर नजिक आइपुगिहाल्छौँ। यहाँनिर नि यस्तो राम्रो भएछ, तर अस्ति न पोहोरभन्दा त धेरै राम्रो भएछ बाटो। चौकीमा त पुरा बढीको झ्याल छ त। यस्तो हुन्छ बाटो दिकात्र हजुर 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 के भनेको बेबी? देउराली युमन दादा घर यही त त्यो उयो युमन दादाको गाउँ हो कि हो तलतिर देखेको। हाम्रो चाहिँ यता चाहिँ मानुङ जाने बाटो हो। मानुङ हजुर 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 5वटा हो छोरा हो। युमन दादाको गाउँ घर यतैतिर हो कि हो त्यही हो। रातो होइन ढुङ्गाले छाएको रोड टेपिङ रहेछ यहाँ चाहिँ। अब कति वर्षपछि बल्ल खेल्न पाएँ। बोछा पाएँ हामी चाहिँ साथीहरू। डगहरू त कति धेरै हल्लाउनु न। म खेलेँ साथीहरू, तर भिडियो चाहिँ गरेन। लास्ट डर लाग्यो। बिरेस खेल्ने नखेल्ने धेरै पछि खेल्यो तर यस्तो पनि जाम भयो। आउँदैन रे गीत आउँदैन। जाम यता पारी देखेको चाहिँ हाम्रो गाउँ है साथीहरू। अब हामी चाहिँ गाउँ आइपुग्यौँ। यो चाहिँ बोछाको यो पारी देखेको डाँडा चाहिँ हाम्रो गाउँ हो। भयो म खेल्दैन डरलाई यस्तो गर ल नहल्ला हो। फेरि खेल्छु है म। यस्तो आउन आऊ यस्तो समय देऊ है यस्तो रे माथि चढ न यहाँ माथि।
तर यता बोतल बिनिस खेल्ने खेल्ने अझ खेल्छ झोला बोकेर हिँडिरहेको छु किनभने म मामा घरबाट आएको हो। यो चाहिँ म चाहिँ कति वर्षपछि बल्ल यो म सानोमा 5 क्लाससम्म पढेको स्कुलमा आएको हो। म देखाउँछु तपाईँलाई। श्री गुदी भन्ज्याङ आधारभूत विद्यालय घिरिङ गाउँपालिका 1 पुत गाउँ तनहुँ स्थापित 2041 सालमा रहेछ। म त याद पनि यो चाहिँ पछि बनाएको भवनहरू हो। अहिले त यतातिर त कति क्लास छ थाहा छैन। यो नि पछि बनाएको हो। हामी पढ्दा चाहिँ यतातिर थिएन। हजुर ल यो के हो बिनिस यो पढ त यो के हो त्यो पढ त डाँफे यो के हो ल भन्यो यो के हो भन्न ल पढ के हो त्यो ल लाकार ला लाली गुराँस राष्ट्रिय फुल म यताको क्लासमा हामी पढेको स्कुलहरू त छैन है काका है। सबै भत्काएर बनिसक्यो। यहाँनिर चाहिँ चौतारी उस्तो के भन्छ अरे बस्ने त उस जस्तो थियो यस्तो छ। हामी पहिला यहाँ पढ्दाखेरि 5सम्म पढेको हामी चाहिँ। अनि हामी के भन्छ अरे जहिले शुक्रबार चाहिँ घरबाट माटो र अनि त्यो पानी लिएर आउनु पर्छ 1 कुन्टा बोतल। त्यहाँबाट अनि शुक्रबार चाहिँ पढाइ हुन्थेन। अलिअलि भयो नि नत्र बिहान आएर अनि लिप्ने यो अलि प्लास्टर गरेको नि त स्कुल पनि। त्यसपछि हामी चाहिँ पहिला माटोले लिपेर अनि एकछिन 1-2 सब्जेक्ट पढेर घर जान्थ्यौँ। यता तलतिर यस्तो बिदा भएपछि हाम्रो त पहिला क्यान्टिन हुन्थेन नि त यतातिर त। हामी त जङ्गलतिर 1 घन्टा हुन्थ्यो है हाफ टाइम नि। पहिला घर गएर खाना पनि भ्याउँथ्यो। कलका चाहिँ हामी यता तलतिर गएर भत्क्याउला त्यहाँबाट के अरे अर्चेली खाएर हिँड्थ्यो। तलतिर कोदोको रोटी ल्याएर कति खाइन्थ्यो हामीले त। हो पछि चाहिँ हामी 4-5 क्लास हुँदा चाहिँ दोकान आएको थियो। हामीहरूको स्कुल चाहिँ यतातिर साइड थियो पहिला। अहिले चाहिँ पछि सब नयाँ भवन बनिसक्यो। यो हो घ्याछाप र पुतगाउँको सिमाना यो ए बोछाप र हाम्रो गाउँको यो चाहिँ बोछाप हो। यो देखेको चाहिँ भोरकोटको डाँडा हो यताको। यो त माथिको फालसरा हो। यो चाहिँ देउराली हो। ल यति नै रहेछ। यता चाहिँ टोयलेट रहेछ। यतातिर पहिला माओवादीको द्वन्द्वकालीनमा चाहिँ पुरा मान्छे मारेर लिएर आएर गाडेको नि हामी कति डराइन्थ्यो पहिला यतातिर। यता यो यता रुखतिर नि हो। के भनेर मैले यहाँ तल एउटा रोड थियो। यहाँबाट चाहिँ मोरोहरू लैजान्थ्यो मरेको लासहरू। ओके यहाँबाट है कति डराइन्थ्यो हामी। तर पहिला यहाँ स्कुलमा पढिरहेको थियौँ। तलबाट टु पारेर बजार लिएर हामी छिटछिट सब निस्केर हेर्थ्यौँ धेरै जस्तो। ओके पार्ट 1 पार्ट 2 गर्दा पहिला धेरै भयो भने चाहिँ यही हो। ल म पढेको स्कुल कति वर्षपछि आयो होला। म त पहिला बाजे हुँदासम्म आउँथेँ। त्यहाँबाट छैन। कति 5 क्लाससम्म हो। कता होला है क्लास। अहिले त खै यो क्लास 1 यो 2 यो कार्यालय रहेछ 2 अनि 4 5 यता रहेछ क्या है। यहाँ आँपको रुख न कति ठुलो थियो पहिला त। यस्तै भयो सब टाक्राक टुक्रिक भएछ। गेमहरू खेल्ने ठाउँ नि छैन। अरू बार होला नि सरहरूको खाजा खाने। ल
अहिले त विद्यार्थीहरू नि धेरै छैन होला सब मान्छेहरू सहरतिर गए कोही बोर्डिङ स्कुलतिर गए यहीँ वरिपरिको सानो बच्चा बच्चीलाई योहरू चाहिँ क्लास 5 क्लास चाहिँ यहाँ रहेछ कक्षा 5 यो 2 सम्म उता होइन 4 यो त्यो बिदाको दिनमा नि गेट सेट नि नलाउँदो रहेछ 4 क्लास यो रहेछ हो त्यो बाल विकास कक्षा 3 क्लास यहाँ रहेछ कस्तो रहेछ यसो भित्र गएर हेरौँ है त ओ दामी नै भइरहेछ नि त भित्र त अहिले त यस्तोले सब लेखेर राखेको रहेछ तर उस पनि रहेछ बाल शिशुको चाहिँ त्यही रहेछ ए यहाँ बस्ने पनि राम्रो रहेछ हामी पढ्दा त भुइँमै बसिन्थ्यो होला यता चाहिँ यस्तो घना जङ्गल हो हामी 1 घन्टा ब्रेक हुँदाखेरि हामी त कहिले घर जाने यता तलतिर जाने गर्थ्यौँ हो यता पहाडी देखेको चाहिँ पाल्पा हो यता यो चाहिँ घुलछाप हो अनि यो चाहिँ काठीकोट हो कस्तो देखियो राम्रोसँग देखिएन रहेछ ल अब चाहिँ हामी घरतिर लाग्छौँ देखा बिनिस मामु पढेको स्कुल कस्तो रहेछ चाहिँ यो लिङ्गेपिङ भन्छ होइन यसले लिङ्गेपिङ अनि हेलेकोलाई चाहिँ रोटेपिङ हो कि के अरे उस पनि भन्छ हो के भन्छ अरे के हो है हामी त बोछामा पिङ खेलेर पनि अब यसमा लट्ठे पिङ हो कि के पनि खेल्छौँ होला ल हजुर खेल्नु न हजुरलाई मचिन आउँदैन पहिला यो खेल्छ अरे चाक दुखाउँछ होला त्यो डोरीले त ए त्यसरी हो कि बस्ने बहिनिस पछाडिबाट फेरि अहिले टाउको टेक्लास फेरि त्यस्तो त हल्लाइदिनु भने अहिले त बिस्तारै हो काका अरू हुरुत त टाउको टेक्यो खुट्टा तेर्सो पार ऊ तेर्सो पार दुखी भ्यायो त्यसको चाक भयो नाटक गर्छस् धेरै छोडो छोडो बाबा खेल्नुहुन्छ कि ल बाबा मजाले खेल्नुहुन्छ अब यहाँ हाम्रो बाटो पहिलाको त्यही यस्तो भयो तलतिर गलि यस्तरी खेल्ने बुझ्यो जुत्तासँग ए ढुङ्गामा होइन रहेछ के हुन्न यहाँबाट चाहिँ यस्तो दामी खुल्यो आकाश कसले खेल्नुभयो है पिङ हामी चाहिँ अब खेल्दैछौँ दसैँको दिनमा चाहिँ भुइँ छोड्न पर्छ हुन्छ हामी चाहिँ दसैँको दिनमा छोडेन हिजो खेल्नुभयो हजुर आज बल्ल चुड्ला जस्तै कराहा त क्यारेक क्यारेक गरेर अस्ति नै एउटा बाजेको के अरे रोटेपिङ खेलेर खुट्टा भाँचेको थिएँ ओ डर लाग्यो बिनिसलाई झर्न लाग्यो न त्यस्तै हो कराको ओ कस्तो हल्ले रहेछ के हो यहाँ पहिला यो घरमा चाहिँ दोकान थियो है हाम्रो पहिले अहिले त मान्छे नै बस्दैन हाम्रो गाउँतिर आइसक्यौँ हामी चाहिँ अहिले त धेरै बस्ती छैन लाउनु यता छैन नि यता 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 त्यसो म गरिदिन्छु भिडियो ल तलतिर जाँदा यता फटा होइन नि तलतिर जाँदा दाहिने हात मात्रै फटा हो देब्रे हो उल्टो भयो तलतिर जाँदा दाहिने हात हो त्यसो भए जति मचान हुन्छ गर्दै 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 अलि नजिकबाट गरेर आउनु टाढा होइन नजिक त्यता यस्तो यहाँ बसेर त्यहीँ बस त्यसो तिमी नहलाउ न
यसरी राखिराख आफै आउँथ्यो थाक्थ्यो नि त नि पहिला पो गाउँमा हुर्केको थियो र बल थियो हल्लाइदिने हो त्यसरी नि बस्न त्यसरी आइ जस्तै हो त्यसरी त्यस्तो गरेर हो त्यसरी खिच है पनि अलि एडिट गर्नुहुन्छ यो खुट्टाले यतिको पनि दुख्दैन होला हौ होइन त्यो ऊ राख्ने कुरो थियो ल यता हेर त एकचोटि दसैँको दिन बाबु त्यहाँ न त अलि मम्मीले हेरी चाहिँ म जन्मेको घर आइपुगेँ है साथीहरू यही हो हाम्रो घर चाहिँ यता चाहिँ हाम्रो अङ्कलहरूको घर यस्तो भयो हाम्रो घर यस्तो मजासँग फुल अमिलो त जता पनि छ्यामा यहाँ त अमिलै छैन क्या हो त फुल त दामी भयो यता चाहिँ हाम्रो घर अर्को रुम थियो यतातिर नि सब माथिबाट रुख ढलेर भत्किसक्यो अब चाहिँ म हाम्रो घरभित्र चाहिँ यस्तो छ यता हाम्रो बाबाले चाहिँ काम पाउनु भइरहेछ ए घरको हालत यता पहिला हामी चाहिँ यस्तो थियो किचन थियो क्या किचनै हो भर्याङ हाम्रो भर्याङ सबै खाएर ओ यता त दोकान रहेछ त 200 रुपियाँ पनि टमाटर रहेछ त यता छ्याम है महँगोको चिज रहेछ त यहाँ त के टमाटर मासुभन्दा नि महँगो हो त दुईटा पनि नलि त यो मकै चाहिँ हाम्रो मकै होइन यो त्यो घर चाहिँ अरूले राज गरिरहेछ अहिले चाडबाडमा मात्रै हाम्रो बेड चाहिँ चट्ट बनाइसकेछ त खुट्टा मात्रै उसो हालेको होला राम्रो है यहाँ पहिला हाम्रो बजेको भिआइपीहरू थियो यहाँनिर त उस थियो नि के भन्छ अरे धान राख्ने के भन्छ भकारी थियो यतातिर चाहिँ पुरा रक्सीको बोतल राख्थ्यो घैँटो खुर्सानी कम होला यो यही हो म अङ्कल सबजना जन्मेको घर यही हो बोलेहरूको मकै हो यो ड्याङ्गै रहेछ बाहिर राख्यो भने त आजभोलि त मकै सब बाँधेर आउँछ घर घरै यस्तो राख्नु पर्छ त मकै है घरमै आउँछ बाँधा त आजभोलि छन्नु त बाबा भर्याङ यो पहिलेकै भर्याङ होइन यो कति साल भयो यो भर्याङ पहिला त हामी सानो हुँदा यो त कति ठुलो जस्तो लाग्थ्यो अन्त हामी अलि ठुलो भयो पनि बुढो भयो पनि त्योहरू सानो लाग्छ बुढा ठोसिन्छ भाडा ठाउँ लाउरेको सम्पत्ति सब रित्तिसकेछ ए बल्ल एक बोरा हुन लाग्यो ए झिक्ने हो दसैँ चाहिँ धोस्दै मनाइयो अघि त्यस्तो हामीले त जहिले पैसा पाएको पाइ गर्छौँ त के हो नदिने कि त्यत्रो त काका बेसी गर्नुभयो क्या बिनिसले हेरेछ क्या बिनिसलाई पहिला दिनु बिनिसलाई त पढ्दैन के पढ्दैन है नमस्ते गर्नुपर्छ लिनुभयो फेरि थपक्क लिएर बस्ने होइन नमस्ते भन्न
भुत्तकै भएको छ शर्माएर ओहो ले नातिलाई मैले माया गरिदिएको ल यो आमा उताबाट आमा मसँग भिडियो गराइरहेको छु कि लाज लाउँछ भन्नु यता दुईजना नाति भुइँमा कुर्ने यता अङ्कल चाहिँ रुखमा बेलौती है तिमीहरूले टिपे यिनीहरूले गन टिपे होइन खै ऊ त्यहाँ अर्को रुखमा नि कस्तो धेरै फल्यो नि खै बाबु ओहो कति धेरै है बेलौती त भिडियो को बना रहेछ हेलो बाबु हेलो भन न हेलो तिम्रो नाम के अरे हाँ एमलाई एम लाइक के हो कस्तो नाम हो एम लाइक बाजेहरू कोही छैन नासपति के दिने हो फेरि गाउँ त सबै डिटे हजुर फेरि गन्ती चाहिँ कति हो ल गन ल कतिवटा रहेछ 1 2 3 4 5 6 7 8 12 13 14 15 ओके ल टी सर्टमा हालेर हिँड टी सर्टमा हालेर हिँड न म त्यहाँ 17 उता रहेछ टी सर्टमा हालेर हिँड क्या बसी यो 18 हैन त यहाँ थियो हैन म यो त गनिसक्यो ओइ त्यहाँ चाहिँ दसैँ डेन्जर ला है गाइजहरू बजेले चाहिँ यता कुखुरा त के गर्नुभएको बजाइ झाम्दा बटाल्नु भएको माथि चाहिँ पानी ट्याङ्की लोकल कुखुरा म जहाँ लोकल कुखुरा देखिरहेको छु है साथीहरू यहाँ नि बेलौती डेन्जर छ कि कस्तरी पाकेछ बजारले आफ्नै एम लाइक हो कि एम लाइक र तिम्रो बाबु नाम एम लाइक स्पेलिङ भन त ए बेलौती कस्तो मिठो हो तर बेलौती कता गयो यहाँ चाहिँ बाबा अङ्कलहरू चाहिँ पुरा तास खेलिराख्नु भयो हामी चाहिँ खाना खाएर बसेको यहाँबाट चाहिँ काली गण्डकी देख्यो म त अब यतातिर जान्छु यो चाहिँ हाम्रो कान्छा बाजेहरूको घर हो बाजे बजे चाहिँ भिमात बस्नुहुन्छ बाजे हुनु न आन्टीहरू चाहिँ उता तलतिर बस्नुहुन्छ यो घर यत्तिकै छ हो यहाँको आउन बेलौती अङ्कलले टन्नै टिपेर कति मिठो हो तर भिडियो चाहिँ लामो हुन्छ जस्तो लाग्यो भिडियो लामो भयो भने चाहिँ म दुईवटा गरेर हाल्छु पार्ट 2 गरेर ए यति नै हो गाउँ त यतातिर पहिला कति धेरै घर थियो सब खाली गाउँ त जुनार पनि रहेछ तल जुन यो चाहिँ काली गण्डकी हो हरियोनिर यो भएको चाहिँ धुलीखेल अस्पताल हो कि अस्पताल हो यो तलको चाहिँ काली हो यो पारीको चाहिँ नवलपरासी जाने बाटो पाल्पाको यो रामपुर हुँदै जान्छ यस्तो गाउँ थियो पहिला यति धेरै मान्छे थियो अहिले त यस्तो खाली छ बाख्रा झ्यामा हजुर यता हो चरा नआउनुभएको
मास त कस्तो राम्रो भएको रहेछ है यो ऊ छैन के अरे जुनहरू के हो पिँडालु पनि हजुरकै हो ऊ तलको बोडी पनि हो ए मासु कस्तो राम्रो हो के मासु है बाख्राहरू त सब यता नजिक नजिक चराउनु पाउने टाढा जानै परेन है अँ त नि ऊ त बोडी त फलेन फलेन कि अहिले होइन अब फल्ने के भर्खर फुल्यो कार्तिकमा अब 10-12 गते यो जुनार के भन्छ भोलपछि काटेर उस गरिने होइन भुटेर खाने भुट्ने भन्छ कि ऊ त कोइराला होइन ज्यामा फुलेको कुन ऊ त कोइराला होइन के हो त त्यो टाकी घाँस भन्ने कोइराला अहिले होइन फुल्ने चैतमा अकालै बस्न आएको यस्तो घाम ला ए घाम उस हुनु डुब्ने बेला भयो ल हामी चाहिँ अब हाम्रो यात्रा चाहिँ पुट्टरसम्मको सुरु भयो पनि छैन केही पनि छैन मलाई चाहिँ रोडबाट जान डर लागेर हो क्या म आज हिँडेको खाएको पचाउनु पर्यो बस्दै खाँदै गरेर यता सबै घरहरू थियो पुरै जङ्गल भएको छ के अहिले त अहिले हामी एक्लै जाने बाघ निस्क्यो भने बाटो बाग्ने हो कि हामी बाग्ने थाहा छैन यो बाटो हजुर पनि हिँडे छैन होला है यो बाटो त म अस्ति एकचोटि गएर बारी गयो होइन पुट्टारतिर तर यो ठाडो बाटो त जाने होइन नानी हामीसँग पिपलको उहाँको बाटो जाने हो कहाँ ऐटानबोरको बाटो ए त पहिला यहाँ घर थियो अहिले यस्तरी गछ छ अरे कति राम्रो भएको है खोरा फाट्नै पर्दैन आजभोलि त बारीमा हो यो तल देखेको पुट्टार पुट्टारको काली तल काली गण्डकी हो के भोलि पूजालाई चाँडै आउनु त खानु पर्यो नि खै तिनीहरू पनि हिँडेर आउन जाउँ माने हालेर उसको कसैमा यो त बाटै फाँडेन छ क्या है किन होला है तलको बाटो चाहिँ फाँडेछ यहाँ 2 घरले नफाडेको होला नि सबैतिर फाड्न पर्ने यस्तो गाडी हो आउँदैन अल्टलको गाउँको मान्छेहरूले आजभोलि त खेतीपाती पनि सबै हुँदो रहेछ क्या खोर्सानी सुर्सानी सब भयो त पानी भइसक्यो सबै हुन्छ ओके धानबारी काट्दै हाम्रो बारी त यस्तो रोडले खाएर यस्तो भयो हाम्रो होस् ए त्यो सबै